आजको ह्याप्पी कस्टमर सर उहाँ चाहिँ पल्सर 150 हुनुहुन्छ। पल्सर 150 आउने बित्तिकै भिडियो पनि बनाउन नपाइकन चाहिँ उहाँ आएर ग्र्याब गरिसक्नु भएको छ। 2-4 दिन अगाडिदेखि नै उहाँले चाहिँ 150 पल्सर चाहियो भन्दै हुनुहुन्थ्यो। हामीले चाहिँ फाइनली ल्याउने बित्तिकै चाहिँ उहाँले ग्र्याब गरिसक्नु भएको छ। सर के कस्तो लाग्यो हाम्रो सेवा सुविधा, बाइकको कन्डिसन के कस्तो लाग्यो सर? तपाईँलाई कस्तो लाग्यो हाम्रो सेवा सुविधाहरू के भनिदिनुहोस् सर? हजुर सर, एकदम राम्रो छ सर सबै है। हजुर कन्डिसन्सहरू यहाँको तपाईँको सर्भिसहरू भयो होइन, हजुर सबै त्यो एकदम राम्रो छ। म अब धेरै हजुर त्यो रिकन्डिसन्सहरू घुमेँ होइन। हजुर हजुर अब त्यो अब प्राइज अनुसार अब हजुर त्यो कन्डिसनको गाडी चाहिँ मैले कहीँ पाइनँ क्या सर। हजुर हजुर अनि त्यसपछि सरको त्यो टिकटकमा मैले यसो त्यो भिडियो हजुर देखेको थिएँ, हजुर तपाईँको रिभ्यू भयो, तपाईँको फिडब्याक्स चाहिँ धेरै हजुर राम्रो लाग्यो मलाई। हजुर सर त्यसपछि अनि सरलाई मैले हजुर लगभग लगभग आज 10-12 दिन भयो होला हजुर सरलाई मैले खबर गरेर, बरु हजुर सर म पर्खिन्छु, हजुर मलाई बस मेरो यो यति बजेट छ, हजुर यति समयमा चाहिँ हजुर तपाईँले ठ्याक्क हजुर मलाई मिलाइदिनु पर्यो हजुर भनेर मैले सरलाई भनेको थिएँ। हजुर सरले जे होस् आज हजुर होइन राम्रो कन्डिसनको मिलाइदिनु भयो। हजुर हजुर हुन्छ सर, तपाईँलाई कङ्ग्रेचुलेसन। फेरि पनि हामीलाई सम्झेर आउनु होला सर। हुन्छ कुनै पनि सर, बाइक थ्याङ्क यू। स्कुटर चाहे पनि बेच्नु पऱ्यो पनि हामीलाई कन्ट्याक्ट गरेर आउनु होला। राम्रो राम्रो बाइकहरू तपाईँलाई एकदम उचित मूल्यमा गरिदिनेछ। तपाईँको साथीभाइ सबैजनाले चाहिँ यहीँ आइदिनु होला भनेर भन्नु होला। ल सर, हुन्छ कङ्ग्रेचुलेसन, सर, हुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद सर। हस्, हस्, थ्याङ्क यू धन्यवाद। सर, हस्।